सम्पूर्णलाई नमस्कार। फेरि पनि एउटा नयाँ आइपिओ आउँदैछ यही माघ महिनाको अन्तिमबाट। रेडिस लाइन इनर्जी लिमिटेडको जनरल पब्लिकको लागि माघ 28 गतेदेखि सब्सक्राइब माई फागुन 4 युट्युब च्यानल। गतेसम्म यो सेयर नयाँ आइपिओ आउँदैछ। यसको सेयर युनिट किता 11,80,260 किता जनरल पब्लिकको लागि निष्कासन गर्दैछ भने यो चाहिँ प्रति युनिट 100 रुपियाँको दरले रहनेछ। यस्तै क्रेडिटिङ रेटिङ चाहिँ केआरएनपी बिबी रहेको छ यसको रेटिङ चाहिँ। यस्तै अपरेटिङ इन्कम यसको रहेको छ 298 मिलियन। यस्तै यो चाहिँ हाइड्रो सेक्टरको रहेको छ। माघ इस्यु म्यानेजर चाहिँ यसको प्रभु क्यापिटल रहेको छ भने इस्यु डेट माघ 28 देखि फागुन 4 गतेसम्म रहेको छ। तपाईहरुले आइपिओ भर्नको लागि आफूसँग बचत को तयारी गर्न सक्नुहुनेछ। साथै नयाँ आइपिओहरू तथा नयाँ जानकारीको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरी जोडिनुहोला। धन्यवाद।